सधैँको जस्तै आजको भिडियोमा पनि मैले एउटा नयाँ टपिक लिएर आएको छु जुन रहेको छ सामाजिक अध्ययनबाट हाम्रो विगतको दोस्रो विश्वयुद्ध र यसका विभिन्न किसिमका कारणहरूको बारेमा हामीले छलफल गर्नेछौँ है त। दोस्रो विश्वयुद्ध एउटा मानव इतिहासकै विध्वंसात्मक खालको युद्ध थियो, एउटा डिस्ट्रक्टिभ वार थियो जुन चाहिँ भू राजनीतिक इतिहासको एउटा ठुलो त्रासदीको रूपमा लिन सकिन्छ। एन्ड इन कम्प्यारिजन टु फर्स्ट वर्ल्ड वार इट वाज मोर डिस्ट्रक्टिभ देन फर्स्ट वर्ल्ड वार है त। पहिलो विश्वयुद्धभन्दा अझै बढी भयानक र विध्वंसात्मक खालको, जसले चाहिँ भारी मात्रामा क्षति गराएको थियो। पोलिटिकल, इकोनोमिक, सोसियल, इन्फ्रास्ट्रक्चरल और फिजिकल स्ट्रक्चरहरूको डिस्ट्रक्सनहरू चाहिँ भारी मात्रामा भएको थियो र प्रत्यक्ष र अप्रत्यक्ष गरी सम्पूर्ण विश्व नै यसबाट प्रभावित बनेको थियो भन्ने कुरा बुझिन्छ है। र यस्तो विध्वंसात्मक युद्ध सन् 1939 देखि सन् 1945 सम्म चलेको थियो। प्रथम विश्वयुद्धमा जस्तै दोस्रो विश्वयुद्धमा पनि हामीले मित्र राष्ट्र र धुरी राष्ट्र गरी एउटा गुट निर्माण गरिएको थियो, जहाँ विभिन्न राष्ट्रहरूले गठबन्धन गरेर आफ्नो गुट तयार गरेका थिए। ग्रुप भन्ने बुझिन्छ है। र एउटा ग्रुपलाई मित्र राष्ट्रको नाम दिएको छ भने अर्को राष्ट्रले धुरी राष्ट्रको नाम दिएको छ। मित्र राष्ट्रमा फ्रान्स, बेलायत, अमेरिका र चीन, धुरी राष्ट्रमा चाहिँ जर्मनी, इटली र जापान रहेको थियो है। प्रथम विश्वयुद्धमा यसो ब्याकग्राउन्ड हेर्ने हो भने इनिसियल्ली इटली वाज विथ जर्मन। इटलीले कसलाई समर्थन जनाएको थियो? जर्मनलाई समर्थन जनाएको थियो। तर प्रथम विश्वयुद्ध चलिरहने क्रममा यो इटली ले चाहिँ आफ्नो गुट परिवर्तन गरेर मित्र राष्ट्रमा गएको थियो। बेसिकल्ली इटली एन्ड जापान वेयर फ्रम दिस ग्रुप, मित्र राष्ट्रबाट रहेका थिए। र पछि फेरि दोस्रो विश्वयुद्धमा उनीहरूले आफ्नो गुट परिवर्तन गरेर फेरि धुरी राष्ट्रमा आएका थिए भन्ने कुरा बुझिन्छ है। नर्मल्ली चाहिँ के बुझ्ने? द्वितीय विश्वयुद्ध सन् 1939 देखि 1945 सम्म चलेको रहेछ, जसमा मित्र राष्ट्र र धुरी राष्ट्र गरी दुईवटा गुटहरू बनाइएको रहेछ। मित्र राष्ट्रमा फ्रान्स, बेलायत, अमेरिका र चीन रहेछन् भने धुरी राष्ट्रमा जर्मन, इटली र जापान रहेको रहेछन्। अब भने हामीले विभिन्न किसिमका कारणहरूको बारेमा अध्ययन गर्छौँ। अहिले यतिसम्मको कारणहरूलाई एक्सप्लेन गर्छौँ, त्यसपछि बाँकी रहेका कारणहरूलाई विथ एक्सप्लेनेसन बुझ्ने प्रयास गर्छौँ है। पहिलो नम्बरमा रहेको छ भर्सेलिजको सन्धि। अब एकपटक हामी प्रथम विश्वयुद्धमा जाउँ। प्रथम विश्वयुद्धको अन्त्य कसरी भएको थियो? भर्सेलिजको सन्धिद्वारा भएको थियो, जहाँनिर एकातर्फ मित्र राष्ट्रका सम्पूर्ण राष्ट्रहरू रहेका थिए भने एकतर्फ को थियो? जर्मन थियो। जर्मनलाई पूर्ण रूपमा एकलौटे बनाएर एकतर्फी तरिकाले नै जबरजस्ती थोपिएर भर्सेलिजको सन्धि गरिएको थियो। र त्यस भर्सेलिजको सन्धिले जर्मनका नागरिकहरूमा एउटा बदलाको भावना सिर्जना गरेको थियो। भर्सेलिजको सन्धिले जर्मनलाई विभिन्न किसिमका प्रावधानहरूद्वारा उसलाई पनिस गरेको थियो, जस्तै सैन्य शक्तिमा प्रतिबन्ध लगाएको थियो, हात हतियारहरू उत्पादन गर्न दिएको थिएन र त्यसै गरी ठुलो रकम तिर्नु पर्छ भनेर पनि त्यहाँनिर एज अ कम्पेन्सेसनको रूपमा थोपरिएको थियो। र त्यो कम्पेन्सेसन तिर्नको लागि जर्मनलाई अलमोस्ट 100 वर्ष लागेको थियो। लास्ट टाइम तिरेको भनेको 2010 मा तिरेको भन्ने बुझिन्छ है। जब जर्मनलाई त्यो आर्थिक क्षतिपूर्ति लगाइएको थियो, आर्थिक क्षतिपूर्ति तिर्नको लागि त राज्यसँग अन्तबाट पैसा त आउँदैन, फेरि नागरिकबाटै कलेक्ट गर्ने हो, नागरिकहरू नै सर्भाइभ गर्ने हो। त्यो भएको कारणले गर्दा जर्मनका अधिकांश नागरिकहरू यस कुराबाट असन्तुष्ट थिए र बदलाको भावना राखेका थिए। भर्सेलिजको सन्धि नै द्वितीय विश्व निम्ताउनको लागि प्रमुख कारण हो भनेर हामीले बुझ्ने गरिन्छ है त। र यसै गरी हामीले अर्को कारणको रूपमा हेर्न सक्छौँ जापानी विस्तार। जापानी विस्तार दोस्रो विश्वयुद्ध हुनुभन्दा पहिले जापान तीव्र रूपमा फैलिँदै थियो। अब जापान कस्तो राष्ट्र हो भने टापु राष्ट्र हो, जहाँ वरिपरि समुद्र छ, बीचमा मात्रै अलिकति उठेको भूभाग रहेको ठाउँ हो जापान है।
र जापान टापु राष्ट्र भएको कारणले गर्दा जापानमा भूभाग र प्राकृतिक स्रोतहरूको अभाव रहेको थियो र यसै कारणले गर्दा जापानले जति मात्रामा सोचेको थियो त्यति मात्रामा प्रगति गर्न सकिराखेको थिएन र त्यस समयमा जापानले के गरेको थियो 1931मा मन्चुरियामाथि आक्रमण गर्यो र 1937मा चीनमाथि आक्रमण गर्यो र यस आक्रमणले दोस्रो विश्वयुद्धको लागि बिउ रोप्ने काम गरेको थियो। प्रथम विश्वयुद्धपछि निस्किएको परिणाम भनेको के थियो? विश्वव्यापी रूपमा आर्थिक मन्दी थियो है। विश्वव्यापी रूपमा त थियो नै आर्थिक मन्दी, तर अझै बढी आर्थिक मन्दी कसले झेल्नु परेको थियो? जर्मनले झेल्नु परेको थियो। किन भन्दा उसले आर्थिक क्षतिपूर्तिहरू तिर्नु परेको थियो अरू राष्ट्रहरूलाई र राइनल्यान्ड बाट आफ्ना सेनाहरू फिर्ता पठाएर मित्र राष्ट्रलाई बुझाउनु परेको थियो र जुन रुहर उपत्यका रहेको थियो जर्मनको रुहर उपत्यका है, जुन चाहिँ खानीहरूको लागि एकदमै धेरै महत्त्वपूर्ण मानिन्छ, जहाँनिर औद्योगिक क्षेत्र विस्तार गर्नको लागि सम्भावना भएको क्षेत्र मानिन्छ। रुहर उपत्यका जर्मनको लागि एकदमै महत्त्वपूर्ण ठाउँ हो। तर त्यस भर्सेलिजको सन्धिको प्रावधानमा के लेखिएको थियो भन्दा सामान्य तरिकाले फ्रान्सले त्यस रुहर उपत्यकामा प्रभुत्व जमाउन सक्छ भन्ने कुरा लेखिएको थियो र त्यही प्रावधानलाई इम्प्लिमेन्ट गरेर फ्रान्सले रुहर उपत्यकामाथि आक्रमण गरिदियो र त्यो फ्रान्सको गतिविधिले जर्मनका नागरिकहरूको आत्मसम्मानमा ठुलो चोट पुर्यायो, प्रहार हान्ने काम गर्यो, जसले गर्दा जुनसुकै व्यक्ति आएर बदला लिने आँट गर्छ त्यो व्यक्तिलाई हामीले समर्थन गर्नको लागि तयार छौँ भनेर जर्मनका नागरिकहरूलाई अझै बढी आक्रोशित बनाएको थियो है। आर्थिक मन्दी लागेको थियो, इकोनोमिक क्राइसिस थियो, इकोनोमिक डिप्रेसन थियो एट द्याट टाइम। अब अर्को के थियो? प्रब्लम इन्फ्लेसन पनि थियो, मुद्रास्फीति पनि थियो। पहिले सस्तो पर्ने सामग्रीहरू अचानक बढ्न थालेका थिए तर मानिसहरूसँग किन्न सक्ने क्षमता थिएन र त्यहाँको प्राइस जुन चाहिँ पैसाको रहेको छ त्यो चाहिँ घटेको अवस्था मानिन्छ कि अन्य कुनै राष्ट्रहरूमा पनि यसको त्यहाँको विनिमय प्रणाली चाहिँ एकदमै धेरै लोअर रेटको मानिन्छ है त। र यिनी सबै समस्याको कारणले गर्दाखेरि उदय गराएको थियो कसलाई? हिटलरलाई, एडल्फ हिटलरलाई है। हिटलरको उदय गराएको थियो र हिटलर यस्तो स्ट्रङ पर्सनालिटी हुन् जसले विश्वव्यापी रूपमा नै एउटा राम्रो छाप छोडेका छन् अथवा विश्वव्यापी रूपमा नै एउटा कुनै पनि व्यक्ति लिडरको रूपमा उभियो भने उसलाई हिटलर नै नाम दिन थालियो। त्यतिसम्म इन्फ्लुएन्स गर्नको लागि, विश्वलाई नै इन्फ्लुएन्स गर्नको लागि चाहिँ हिटलर सफल भएका थिए है। अब एडल्फ हिटलरको ब्याकग्राउन्ड हेर्नको लागि हामीलाई त्यति धेरै टाइम पनि छैन, प्लस हामीलाई इक्जाममा रिलेट गरेर सोद्धा पनि सोध्दैन हिटलरको बारेमा चाहिँ, बट स्टिल अलिकति एक्सप्लेनेसन चाहिँ मैले दिन चाहेँ है। एडल्फ हिटलर साँच्चीकै जर्मनवासी चाहिँ होइनन्, उनी अस्ट्रियाबाट सिफ्ट भएर जर्मनमा आएका एज अ सैनिकको रूपमा, सेनाको रूपमा जुन प्रथम विश्वयुद्ध भएको थियो त्यति बेला जर्मनको तर्फबाट लडेका थिए एडल्फ हिटलर र एडल्फ हिटलरले एकदमै बहादुरीतापूर्वक ठुलो योगदान दिएका थिए त्यस प्रथम विश्वयुद्धमा। तर ब्याकग्राउन्ड सबै थाहा थियो उनलाई प्रथम विश्वयुद्धको। जर्मन मात्रै प्रथम विश्वयुद्धको लागि जिम्मेवारी छैन भन्ने कुरा उनलाई थाहा थियो र कसरी मित्र राष्ट्रहरूको लागि अपमान गरेर एउटा एकतर्फी सन्धि बनाइएको थियो, जर्मनको बेइज्जत गराएको थियो भन्ने कुरा उनले आफ्नै आँखा अगाडि देखेको थिए, जसको कारणले गर्दा मैले जर्मनको लागि बदला लिन्छु नै भन्ने एउटा अठोट भावनाका साथ अगाडि बढेका व्यक्ति रहेका थिए हिटलर है। र हिटलरले जब जर्मनको समर्थनमा युद्ध छेड्ने प्रयास गरिराखेका थिए उनले नाजी भन्ने पार्टीको स्थापना गरेथे। इट वाज पोलिटिकल पार्टी है। अब राष्ट्रमा त एउटा लिडरको रूपमा उदय हुनको लागि के गर्नुपर्छ त? पार्टीगत नै समर्थन लिनुपर्छ। त्यसको लागि हिटलरले नाजी भन्ने पार्टीको स्थापना गरेका थिए है। र उनले त्यति बेला जर्मनको सरकारलाई ढलाउन पनि खोजेका थिए इनिसियली, तर त्यति सजिलो त थिएन। हि वाज फेल्ड है। त्यो इन्टेन्सनले जुन अगाडि बढेका थिए त्यो कुरा चाहिँ उनले पुरा गर्न सकेका थिएनन्। तर जर्मनको और यति राम्रो थियो, ही क्यान इन्फ्लुएन्स मेनी पिपल।
सबै मान्छेहरूलाई शान्त बसेको रुममा पनि जब हिटलर प्रवेश गरेर भाषण दिन थाल्थे त्यति बेलाको समयमा त्यो ऊर्जा, एनर्जी, मोटिभेसन अटोमेटिकल्ली मान्छेहरूले पाउने गर्थे के। जस्तै हाम्रो देशले जित्न सक्छ, अब जर्मनले साँच्चीकै बदलाको भावना लिन सक्छ भनेर उनीहरूलाई चाहिँ ऊर्जावान गराउनको लागि राम्रो व्यक्तित्व रहेका थिए हिटलर। र बिस्तारै जनताहरूको मन यसरी जितेका थिए हिटलरले, विभिन्न ठाउँमा गएर भाषण गरेर मान्छेहरूलाई इन्फ्लुएन्स अथवा म्यानिपुलेट नै गरेर जनताहरूको चाहिँ मन जितेका थिए। त्यसैले उनको नाजी पार्टी अगाडि बढिराखेको थियो जनताको समर्थन भएको कारणले गर्दा। र उनले एउटा नीति अपनाएका थिए, वी भर्सेस देम, है, वी भर्सेस देम। र वी भित्र हामी, जहाँ आर्य जातिहरू पर्थे, देम भित्र यहुदीहरू जुन चाहिँ पूर्वी युरोपेलीहरू रहेका थिए है त। वी भनेको आर्य उनीहरू र देम भनेको अरू पूर्वी युरोपेली राज्यका व्यक्तिहरू यहुदीहरू रहेका थिए। र अलिकति जर्मनमा यहुदीहरू बसोबास गर्ने भएको कारणले गर्दा प्रथम विश्वयुद्ध हारेको यिनै यहुदीको कारणले हो भन्ने कुरा पनि हिटलरले चाहिँ मिसकन्सेप्सन राखेको थिए एउटा। त्यो भएको कारणले गर्दा अधिकांश यहुदीहरूलाई ग्यास च्याम्बरमा हालेर हत्या गराएका थिए हिटलरले है त। यसरी उनी नाजी पार्टीबाट अगाडि बढ्दै उनी 1933-34 सम्म आइपुग्दाखेरि अलमोस्ट हि डिक्लेयर्ड हिमसेल्फ एज डिक्टेटर। उनी त्यो राष्ट्रको तानाशाही व्यक्तिको रूपमा उदय भइसकेका थिए र आफूलाई डिक्लेयर गराएर लिडरसिप लिँदै अगाडि बढिराखेका थिए है त। एडल्फ हिटलरको रोल पनि महत्त्वपूर्ण भूमिका खेलेको छ यस दोस्रो विश्वयुद्धमा है। त्यसै गरी अर्को रहेको छ तानाशाही अथवा अधिनायकवाद, अटोक्रेसी भन्ने। अटोक्रेसी भन्ने के बुझिन्छ? एकजना लिडरले मात्रै लिड गर्ने, अरूलाई अन्डरमा राखेर भन्ने कुरा बुझिन्छ है। अब यस्तो अटोक्रेटिक लिडर हिटलर नै जन्मिएका थिए एउटा त जर्मनमा, अर्को को जन्मिएको थिए स्पेनमा फ्रान्कोको उदय भएको थियो भने अर्को के रहेको छ इटलीमा मुसोलिनीको जन्म भएको थियो, उदय भएको थियो है त। अब यस्ता व्यक्तिहरूले फ्रान्कोले स्पेनमा कन्ट्रोल सुरु गरे, आफ्नो कन्ट्रोल, मुसोलिनीले इटलीमा सुरु गरे आफ्नो कन्ट्रोल, र हिटलरले पुरै जर्मनलाई नै कन्ट्रोलमा लिएका थिए है। एकअर्का आफ्नो गुटमा बाँधिँदै एकअर्काका इन्स्ट्रक्सन्सहरू फलो गर्दै सपोर्ट गर्दै यस्तो तानाशाही व्यक्तिहरूको चाहिँ उदय भएको थियो। अर्को पोइन्ट रहेको छ राष्ट्रसङ्घको असफलता। हामीले के पढेको थियो? प्रथम विश्वयुद्ध अन्त्य भइसकेपछि विश्व शान्ति स्थापना गर्नको लागि लिग अफ नेसन अर नेपालीमा चाहिँ हामीले राष्ट्रसङ्घको स्थापना भएको थियो भनेर पढेको थियो। अब राष्ट्रसङ्घको जिम्मेवारी अथवा भूमिका के रहन्छ? जुन राष्ट्रले युद्ध सुरु गर्छ, जुन राष्ट्रले आक्रमण सुरु गर्छ अथवा कुनै पनि दुई देश बीचमा वैमनस्यता सिर्जना हुन्छ भने उक्त वैमनस्यतालाई छलफलद्वारा अन्त्य गर्ने, समाधान गर्ने, शान्ति स्थापना गर्ने भन्ने राष्ट्रसङ्घको जिम्मेवारी रहन्छ। तर राष्ट्रसङ्घले कुनै पनि इनिसिएटिभ लिनै सकिराखेको थिएन। विभिन्न राष्ट्रहरूले आफ्नो आफ्नो तर्फबाट युद्धको सुरुवात गरिराखेका थिए र एकातर्फ हेर्ने हो भने जर्मनलाई जुन भर्सेलिजको सन्धिमा प्रतिबन्ध लगाइएको थियो हरेक कुरामा, सेनाहरू उत्पादन गर्न नपाउने, हात हतियार उत्पादन गर्न नपाउने भनेर, तर जर्मनले इन्टरनली त्यो गर्दै थियो। अब यस पछाडि कुनै पनि राष्ट्रले अर्को राष्ट्रमाथि आक्रमण गर्दैन भन्ने कुरा लेखिएको थियो, तर विभिन्न राष्ट्रहरूले हरेक ठाउँमा नयाँ ठाउँहरूमा आक्रमण गर्न सुरु गरिसकेका थिए। जस्तै इटलीले गरेको थियो, इथियोपियामा गरेको थियो है। त्यसै गरी हिटलर आफैले नै चेकोस्लोभाकियामा आक्रमण गरेका थिए र विभिन्न राष्ट्रहरूले विभिन्न ठाउँमा आक्रमण गर्दाखेरि पनि यो राष्ट्रसङ्घले रोक्न सकिराखेको थिएन। जब यसले पनिस गर्ने कुरा गर्थ्यो त्यति बेलासम्म ती राष्ट्रहरूले राष्ट्रसङ्घको सदस्यता लिएर त्यहाँबाट निस्किसकेको हुन्थे र ठुलो शक्तिको राष्ट्रहरूको नै प्रतिबद्धताको अभाव रहेको थियो है। उनीहरूले कमिट नै गरेको थिएनन् हामीले विश्व शान्ति स्थापना गर्नुपर्छ है भनेर, र जसको कारणले
गर्दा सानातिना राष्ट्रहरूको अलमोस्ट राष्ट्रसङ्घमाथि विश्वास उडेको थियो। अब राष्ट्रसङ्घले हामीलाई प्रोटेक्ट गर्न सक्छ भन्ने कुराको विश्वास उडेको कारणले गर्दाखेरि सानातिना राष्ट्रहरू पनि ठुलो राष्ट्रको समर्थनमा आएर आफूलाई सुरक्षित बनाउनको लागि गुटमा मिसिनको लागि सुरु गरिसकेको थिए। अर्को रहेको छ साम्यवादको डर है। साम्यवादलाई पहिले हामी पृष्ठभूमिद्वारा नै बुझ्ने प्रयास गर्छौँ। साम्यवादको नीति अपनाएको थियो रुसले। अब ब्याकग्राउन्डमा गएँ म। जुन प्रथम विश्वयुद्ध सुरु हुनुभन्दा पहिले रुसमा कसको शासन रहेको थियो? जारहरूको शासन रहेको थियो। एउटा वंशको नाम हो है। जार शासकहरू रहेका थिए र यी शासकहरूले कस्तो शासन व्यवस्था अपनाएका थिए? निरङ्कुश। द्याट मिन्स कि जनताहरूलाई दमन शोषण गराएर राख्ने, कुनै स्वतन्त्रता नदिने। जस्तो जार शासकहरूले रुसमा जनताहरूमाथि निरङ्कुश शासन चलाइरहेका थिए, जसको कारणले गर्दा उनीहरूको निरङ्कुश शासन शैलीबाट वाक्क दिक्क परेर जनताहरूले रुसमै विद्रोह सुरु गरेका थिए है। सानोतिनो विद्रोह सुरु गरेका थिए। अब यस विद्रोहबाट ध्यान मोड्न रुसले के गरेको थियो? प्रथम विश्वयुद्धमा भाग लिएको थियो है। प्रथम विश्वयुद्धमा भाग लिएको थियो। तर त्यस प्रथम विश्वयुद्धमा पूर्वी क्षेत्रहरूमा रुसले हार्दैछ भन्ने थाहा पाएपछि त्यहाँका जनताहरू, रुसका जनताहरू झन् धेरै आक्रोशित भएर एउटा आन्दोलन नै सुरु गरेका थिए। मोटिभ नै के राखेका थियो? या त युद्ध बन्द गर या सरी फर माई वर्ड्स, युद्ध बन्द गर, हामीलाई रोटी देऊ है। यही मोटिभको साथमा चाहिँ एउटा क्रान्ति सुरु गरेका थिए, जसको कारणले गर्दा जार शासकहरूले राजीनामा दिनु परेको थियो। जसको कारणले गर्दा जार शासकहरूले राजीनामा दिनु परेको थियो। र यस पछाडि रुसमा कसको शासन व्यवस्था सुरु भयो त? बोल्भेसिक शासन है। योभन्दा अगाडि अरू शासकहरू पनि थिए, तर ती शासकहरूको चाहिँ काम बढी प्रगतिशील देखिएको थिएन, त्यसैले मैले इतिहासमा जोड्न चाहिनँ है। त्यसपछि कुन शासकहरू आए? बोल्सेसिक शासन व्यवस्था चाहिँ स्थापना भएको थियो है। ल फेरि एकपटक हेरौँ। प्रथम विश्वयुद्ध सुरु हुनुभन्दा पहिले रुसमा जार शासकहरूको निरङ्कुश शासन व्यवस्था रहेको थियो, जसले जनताहरूमाथि दमन शोषण गराएर राख्ने गर्थे। र ती निरङ्कुश शासकहरूको विरोधमा रुसका जनताहरू लागिराखेका थिए है। र त्यही जनविद्रोहबाट ध्यान मोड्नको लागि रुस के गरेको थियो? प्रथम विश्वयुद्धमा भाग लिएको थियो। तर त्यस विश्वयुद्धमा हार्दैछ भन्ने थाहा पाएपछि रुसका नागरिकहरू अझै बढी आक्रोशित बनेको कारणले गर्दा क्रान्ति सुरु गरेका थिए। के भनेर? युद्ध बन्द गर, हामीलाई रोटी देऊ। अब देशका जनताहरू सप्रेसमा रहेको छन्, उनीहरूलाई रोजगारी छैन, खान पुगिराखेको छैन, उद्योग धन्दाहरूमा काम पाइराखेका छैनन्। त्यस्तो अवस्था छ। रुस गएर विश्वयुद्धमा सामेल भएर केही हुनेवाला थिएन। त्यसैले युद्ध बन्द गर, हामीलाई खान देऊ, रोटी देऊ भनेर चाहिँ यसरी आन्दोलन गरिराखेको अवस्था थियो, जसको कारणले गर्दा जार शासकहरूले राजीनामा दिए, राजगद्दी त्यागे र कसको शासन सुरु भएको थियो? बोल्सेसिकहरूको शासन सुरु भएको थियो। र बोल्सेसिकहरूको शासन व्यवस्था पछि उनीहरूले साम्यवादको नीति अपनाएका थिए। साम्यवादको नीति अपनाएका थिए। साम्यवाद भनेको के हो भन्दा देशमा कुनै पनि नागरिक बीचमा डिस्क्रिमिनेसन हुँदैन हैन। जस्तै फलाना व्यक्ति यो ठुलो यो सानो, अथवा राष्ट्र ठुलो, राष्ट्रले नै चलाउने, दमन शोषण गराउने भन्ने कुरा केही पनि हुँदैन। सबै देशका जनताहरू बराबर हुन्। हामी कोही पनि कोही भन्दा कमी छैनौँ। देशमा सबैजना जनताहरू मिलेर गरी खाने हो भन्ने खालको एउटा नीति रहन्छ कि। जस्तै देशका एउटा प्रमुख शासक बनेर निरङ्कुश शासन व्यवस्था अपनाउँदैन, अथवा राज्यका जनताहरू बीचमा पनि कुनै भेदभावहरू भएको हुँदैन। जातीय, धार्मिक, सांस्कृतिक आधारमा रङ्गभेदको नीतिहरू अपनाइएको हुँदैन। यो भनेको साम्यवादको नीति, नर्मली पोजिटिभ कन्सेप्ट हो, जसको
कारणले गर्दा राष्ट्रमा चाहिँ उन्नति प्रगति हुन सक्छ भन्ने कुरा बुझिन्छ है। र यही साम्यवादको नीति अपनाएर रुसले आफ्नो आर्थिक अवस्थामा फड्को मारिसकेको थियो, समृद्धि अपनाइसकेको थियो र त्यही साम्यवादी नीति रुसका अरू राष्ट्रहरूले पनि अवलम्बन गर्न थालिसकेको थिए। राष्ट्रको एनाउन्समेन्ट गर्दाखेरि मैले रुसको चाहिँ नाम लेख्न बिर्सेछु है त, सरी। ल, मित्र राष्ट्रमा रुस रहेको थियो। ल हेरौँ है, त्यही रुस जसले के को नीति अपनाएको छ, साम्यवादको नीति अपनाएको छ र आफ्नो देशभित्र के गरेको छ, प्रगति गर्न सुरु गरिराखेको छ। अब यो देखेर मित्र राष्ट्रका अमेरिका र अन्य राष्ट्रहरू, फ्रान्स, बेलायत जस्ता राष्ट्रहरू अतालिन थाले। रुसले यसै गरी प्रगति गर्दै गयो भने त विश्वमा आफ्नो प्रभुत्व जमाउँछ भन्ने अमेरिका र अन्य युरोपेली राज्यहरूले चाहिँ अतालिन सुरु गरेका थिए है। र जर्मनले पनि अथवा हिटलरले पनि के गरेको थियो भन्दा जर्मनले पनि यो कम्युनिस्ट विरोधी गठबन्धन अथवा यो साम्यवादीको नीति विरोधी एउटा गठबन्धन गरेको थियो है। यो गठबन्धन गरेको थियो, कोसँग गरेको थियो भन्दा कम्युनिस्ट विरोधी गठबन्धन उसले इटली, यही गठबन्धनमा चाहिँ इटली पनि आएको थियो है। फेरि एकपटक हेरौँ, साम्यवादको नीति कसले अपनाएको थियो, रुसले अपनाएको थियो, जसले गर्दा उसले बिस्तारै प्रगति गर्दै थियो र यो देखेर अमेरिका लगायत अन्य युरोपेली राज्यहरू अत्तालिएका थिए, आत्तिएका थिए। उसलाई चाहिँ रुसले प्रभुत्व जमाउँछ भन्ने डर थियो, त्यसै भएको कारणले रुसले सकेसम्म आफ्नो प्रभुत्व जमाउन नसकोस् भन्ने मानसिकतामा थिए अन्य देशका व्यक्तिहरू। र त्यसै समयमा जर्मनले पनि यही साम्यवादी नीतिको विरोधमा एउटा कम्युनिस्ट विरोधी गठबन्धन गरेको थियो, जसमा को पनि सामेल भएको थियो, इटली पनि सामेल भएको थियो। अब यसै पनि बेलायत, फ्रान्स र अमेरिकाले के चाहन्छन्? बेलायत, फ्रान्स र अमेरिका, फ्रान्स, बेलायत, अमेरिका यिनीहरूले के चाहन्छन्? रुसले प्रगति नगरोस् भन्ने चाहन्छन्। यसै भएको कारणले अब जर्मनले यही साम्यवादी नीतिको विरोधमा जे गरिरहेको छ गरोस् भनेर जर्मनले जे गर्दाखेरि पनि चुप्प लागेर कुनै रियाक्सन नदिइकन बसिराखेका थिए यिनी राष्ट्रहरू। किन? उनीहरूले के चाहन्थे? जर्मनले रुसको विरुद्धमा आवाज उठाओस्, सकेसम्म जर्मन यति धेरै आक्रोशित होस् जसको कारणले गर्दा रुसमाथि आक्रमण गरोस् र रुसलाई ध्वस्त बनाएर छोडोस् भन्ने चाहन्थे बेलायत, फ्रान्स र अमेरिका। त्यसैले जर्मनले जे गर्दा पनि रोकेका थिएनन्। तर एउटा इन्ट्रेस्टिङ फ्याक्ट के छ भन्दा रुसले के चाहन्थ्यो? अब रुसले चाहन्थ्यो जर्मनले माथि आक्रमण नगरोस् भन्ने चाहन्थे। त्यसैले यी दुवै राष्ट्र मिलेर अनाक्रमण सन्धि गरेका थिए। इन्ट्रेस्टिङ फ्याक्ट यहाँनिर छ है। के चाहन्थे? बेलायत, फ्रान्स र अमेरिकाले जर्मनले रुसमाथि आक्रमण गरे हुन्थ्यो भन्ने चाहन्थे। तर रुस र जर्मन बीचमा अनाक्रमण सन्धि भएको थियो 1939मा। यो भनेको रुसले जर्मनलाई, जर्मनले रुसलाई, हामीले एकअर्कालाई 10 वर्षसम्म आक्रमण गर्दैनौँ, हामी एकअर्काको विरोधमा लाग्दैनौँ भनेर अलरेडी एउटा सन्धि गरिसकेको थिए। द्याट मिन्स अब रुसको विरोधमा जर्मन बोल्दैन, जर्मनको विरोधमा रुस बोल्दैन है त। यस्तो नीति अपनाएका थिए। त्यसै गरी हामीले अर्को कारणको रूपमा हेर्न सक्छौँ स्पेनको गृहयुद्ध। गृहयुद्ध भनेको के हो? गृह भनेको त घर हो नि त, युद्ध भनेको त लडाई नै भइहाल्यो। गृह भनेको घर। द्याट मिन्स स्पेनको गृहयुद्ध भनेपछि स्पेनभित्र भएको इन्टरनल क्लासेस हो के, उनीहरूको आन्तरिक द्वन्द्व हो, देशभित्रको आन्तरिक द्वन्द्व हो। युद्धमा के हुन्छ? एउटा विद्रोही पक्ष हुन्छ जुन अपोजिसनमा लडेको हुन्छ, एउटा चाहिँ के हुन्छ? सत्ता पक्ष हुन्छ है। विद्रोही पक्षलाई कसको समर्थन थियो? इटलीको समर्थन थियो, इटाली र जर्मनको समर्थन थियो। त्यसै गरी सत्ता पक्षलाई कसको समर्थन थियो? रुस र अमेरिकाको समर्थन थियो। अब दुईटा छुट्टा छुट्टै पक्षलाई छुट्टा छुट्टै गुटका व्यक्तिहरू अथवा राष्ट्रहरूले चाहिँ सहयोग गरेको पाइन्छ। यसले पनि
के तर्फ लिड गरेको थियो, दोस्रो विश्वयुद्धतर्फ नै लिड गरेको पाइन्छ है। त्यस्तै गरी अर्को रहेको छ तुष्टिकरणको नीति। अपिजमेन्ट भनेको उसको अपोजिटमा गएर नबोल्ने खालको है, नर्मली बुझ्दाखेरि। तुष्टिकरणको नीति भनेको के त भन्दा कुनै पनि राष्ट्रलाई भौतिक र राजनीतिक सुविधा अथवा छुट दिएर द्वन्द्व रोक्ने नीति। ल यसमा भनिहालेँ, भौतिक र राजनीतिक सुविधा अथवा छुट दिएर द्वन्द्व रोक्ने नीति। द्वन्द्व रोक्ने भनेको के? शान्ति स्थापना गर्ने हो है। जस्तै फर इक्जाम्पलबाटै मैले बुझाउन चाहेँ है त। विभिन्न राष्ट्रहरूले विभिन्न राष्ट्रमा आक्रमण गरेका थिए होइन। जस्तै कि जर्मनलाई नसोधिकन ब्रिटेन र फ्रान्सले चेकोस्लोभाकियाको भूभाग चाहिँ स्कटल्यान्डलाई दिएका थिए र त्यसै गरी इटलीले इथियोपियामा आक्रमण गरेको थियो, जर्मनले अस्ट्रियामा आक्रमण गरेको थियो, जर्मनले फेरि पोल्यान्डमाथि आक्रमण गर्न सुरु गरेको थियो। ल यस्तो भइरहँदाखेरि विभिन्न राष्ट्रमा आक्रमण गर्दाखेरि अमेरिका, बेलायत, फ्रान्सले इनिसिएटिभ लिन सक्थे के होइन। जस्तै इटलीले केमा आक्रमण गरेको थियो भने मैले इटलीले आक्रमण गरेको थियो इथियोपियामाथि है, इथियोपियामाथि आक्रमण गरेको थियो। अब अमेरिका, बेलायत, फ्रान्स मिलेर इटलीको विरुद्धमा आक्रमण गर्न सक्थे, तर उनीहरूले गरेको थिएनन्। जर्मनले चेकोस्लोभाकियामाथि आक्रमण गरेको थियो। यस समयमा जर्मनको विरोधमा अमेरिका, बेलायत, फ्रान्सले पनि युद्ध छेड्न सक्थे, तर उनीहरूले गरेनन्। किन गरेनन् भन्दा यदि अमेरिकाले पनि यसको विरोधमा गर्न थाल्यो भने अझै ठुलो युद्ध हुन्छ, युद्धलाई अघि नबढाउँ भनेर उनीहरूले चुप्पो लागेर हेरिराखेका थिए। तर यसको कारणले गर्दा जर्मन जस्ता देशहरूलाई के लागेको थियो, मैले युद्ध गर्दाखेरि यिनीहरूले रोक्न सकेको छैनन्, द्याट मिन्स म त सर्वशक्तिमान रहेछु, मबाट यिनीहरू डराउने रहेछन् भनेर जर्मनलाई झन् उकासिराखेको थियो कि होइन। उनीहरूले अपनाएको द्वन्द्व रोक्नको लागि थियो, तर जर्मन भने युद्धकै लागि उक्सिरहेको थियो। यही तुष्टिकरणको नीतिले पनि के गरेको थियो, दोस्रो विश्वयुद्धतर्फ जर्मनलाई उकासिराखेको थियो भन्ने कुरा बुझिन्छ। तत्कालीन कारणमा के रहेको छ भन्दा जर्मनले पोल्यान्डको कुन भूभाग माग गरेको थियो, डान्जिङ र पोलिस कोरिडोर। पोल्यान्डको दुईवटा भूभाग डान्जिङ र पोलिस कोरिडोर माग गरेको थियो। तर पोल्यान्डले आफ्नो भूभाग डान्जिङ र पोलिस कोरिडोर जर्मनलाई दिनको लागि अस्वीकार गरिदियो। नर्मली कुनै पनि देशले अरू देशले भूभाग मागेको छ भने आफ्नो भूभाग दिने कुरा नै आउँदैन। त्यसै गरी पोल्यान्डले पनि त्यस समयमा के गरेको थियो, अस्वीकार गरेको थियो। सोही बमोजिम के गर्यो, जर्मनले पोल्यान्डमाथि सन् 1939 सेप्टेम्बर 1 मा पोल्यान्डमाथि युद्धको घोषणा गर्यो र स्थल र आकाश दुवैबाट आक्रमण गर्यो है। जर्मनले पोल्यान्डको डान्जिङ र पोलिस कोरिडोर माग गर्दा यो चाहिँ भर्सेलिजको सन्धिको विरोधमा हुन्छ भनेर पोल्यान्डले अस्वीकार गरिदियो, जसको कारणले गर्दा सन् 1939 सेप्टेम्बर 1 मा जर्मनले पोल्यान्डमाथि स्थल र जमिन दुवैतर्फबाट आक्रमण गरेको थियो। जर्मनले पोल्यान्डमाथि आक्रमण गर्यो, बेलायत र फ्रान्स दुवै जर्मनको विरुद्धमा होमिए।
बेलायत र फ्रान्स दुवै कसको विरोधमा? जर्मनको विरोधमा है। इटलीद्वारा बेलायत र फ्रान्स विरुद्ध युद्ध। फेरि इटलीले के गर्यो? बेलायत र फ्रान्स विरुद्ध युद्धको घोषणा गर्यो। र यसै गरी जापानले आफ्नो गुट परिवर्तन गरेर यता मिसिन आयो मित्र राष्ट्रमा है। र यसै गरी युद्ध भइरहँदाखेरि अमेरिका यतिन्जेलसम्म तटस्थ रहेको थियो, यानि कि ऊ चाहिँ न्युट्रल रहेको थियो, कुनै पनि प्रतिक्रिया देखाएको थिएन। र अचानक पर्ल हार्बरको घटनाले गर्दा युद्धमा होमिएको थियो अमेरिका। पर्ल हार्बर नामको एउटा बन्दरगाहमा अमेरिकी सेनामाथि है, अमेरिकी सेनामाथि जापानले आक्रमण गरेको थियो। र त्यस आक्रमणमा अमेरिकाले आफूमाथि लगाएको नाकाबन्दी अन्त्य गर्न र चीनलाई सहयोग नगर्न गरेको आग्रहलाई अमेरिकाले लत्याइदिएपछि जापानले फेरि आक्रमण गरेको थियो, त्यहाँनिर आक्रमण गरेको थियो। र यो आक्रमण जापानलाई एकदमै धेरै महँगो साबित पर्न गयो। अमेरिकाले जापानको हिरोसिमामा लिटल बोय नामको है, हिरोसिमामा लिटल बोय नामको बमको नाम हो है, लिटल बोय नामको बम विस्फोट गराएको थियो भने अर्को नागासाकीमा फ्याट म्यान नामक बम विस्फोट गराएको थियो। अरू राष्ट्रहरूले आत्मसमर्पण गरेका थिए, तर जर्मनका एडल्फ हिटलर र उनकी पत्नीले आत्मसमर्पण गरेका थिएनन्। किन भन्दा उनी दुवैजनाले आत्महत्या गरेका थिए। एकदम इगोइस्टिक व्यक्ति, पर्सनालिटी भएको मान्छे, जुन अरूको दबावमा पर्न नखोज्ने खालका व्यक्ति। आत्मसमर्पण गरे भने म अलिकति सानो देखिन्छु भन्ने खालका व्यक्ति रहेका थिए। त्यसो भएको कारणले एडल्फ हिटलरले उनीहरूले आत्महत्या गर्नुभन्दा पहिले खानेकुराहरू खाएर रुममा लक गरेर चाहिँ गोली सुट हानेर आफूलाई हत्या गराएका थिए अथवा आत्महत्या गरेर चाहिँ मरेका थिए। यसरी दोस्रो विश्वयुद्ध सन् 1945 सेप्टेम्बर 2 मा अन्त्य भएको थियो। 1945 सेप्टेम्बर 2 जब जापानले आत्मसमर्पण गरेको थियो त्यति बेला समाप्त भएको थियो। तर यसको विधिवत रूपमा अन्त्य भने 1945 डिसेम्बर 24, जहाँ के भएको थियो? UNO अथवा संयुक्त राष्ट्रसङ्घको स्थापना भएको थियो। र यस क्लास सँगसँग लगत्तै भोलिको क्लासमा चाहिँ हामीले दोस्रो विश्वयुद्धका परिणामहरूको बारेमा छलफल गर्छौँ। र दोस्रो विश्वयुद्ध पछि नै UN संयुक्त राष्ट्रसङ्घको स्थापना भएको कारणले गर्दा त्यो च्याप्टरलाई एड गर्छु है त मैले चाहिँ सँगसँगै। र यति टपिकमा चाहिँ बुझेको नबुझेको कुराहरू विद्यार्थी भाइ बहिनीले एकपटक भनिदिनु होला। अहिले भर्खरै मैले हजुरहरूको परीक्षा पनि नजिकै आइराखेको, धेरै समय छँदै छैन र टिचिङ मेटेरियल्सहरू मैले एरेन्जमेन्ट गर्ने समयमा तपाईँहरूको धेरै टाइम चाहिँ खर्चिने हुन्छ। त्यो भएको कारणले बरु त्यतिन्जेलसम्म मैले इम्पोर्टेन्ट टपिकहरूमा यसरी भए पनि पढाएर छाड्छु अथवा कन्टेन्ट बुझाउने काम त हो भनेर नर्मल तरिकाले नै एभाइलेबल भइराखेको छु। असहज नमानिकन इन्कन्भिनियन्स नमानिदिनु होला प्लिज। यो कन्टेन्टहरूलाई हेरेर चाहिँ प्रतिक्रियाको रूपमा एउटा कमेन्ट मात्रै भए पनि छोडिदिनु होला, विनम्र अनुरोध गरे है त। अनि नबुझेका टपिकहरू अथवा तपाईहरुले अझै पनि यो कन्टेन्टमा कन्फ्युज हुन्छु अथवा इक्जाममा लेख्न सक्दिनँ है जस्तो लागेको कुनै पनि टपिकहरू रहेको छ भने प्लिज कमेन्ट डाउन बिलो है त। थ्याङ्क यू सो मच फर वाचिङ।